नमस्ते, म धनबहादुर सिन्जाली। तपाईले हेर्दै हुनुहुन्छ मेरो धनबहादुर सिन्जाली युट्युब च्यानल। मेरो युट्युब च्यानलमा तपाईले विशेष गरी युट्युब सम्बन्धीहरू हैन अनलाइन सम्बन्धीहरू र युट्युबलाई हामी कसरी मोनेटाइज गर्ने, हामी यो च्यानल हामी कसरी प्रमोट गर्ने भन्ने बारेमा त तपाईले यो भिडियो हेरेर सक्नुहुनेछ। आज चाहिँ म तपाईलाई के भन्न चाहन्छु भने यो च्यानलमा चाहिँ तपाईले कुन तरिकाले अगाडि बढाउन सकिन्छ। तपाईँ च्यानल खोलिसकेपछि त्यसमा भिडियो अपलोड गरिसकेपछि त्यसको बारेमा चाहिँ कसरी अपलोड गर्न सकिन्छ भन्ने बारेमा चाहिँ यसले तपाईलाई एकदम बुझाउन सकिन्छ। किनभने यसमा रहेको विभिन्न भिडियोहरुलाई मैले मेरो च्यानलमा अपलोड गर्ने छु। तपाईले पनि यो च्यानललाई हेर्दै जानु होला। यदि तपाई नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। मैले यसलाई सुरुदेखि नै तपाईलाई बढाएर जानेछु। सुरुदेखि नै बनाएर अपलोड गर्दै जानेछु र मैले युट्युब च्यानललाई मैले सुरुदेखि तपाईलाई भिडियोहरु अपलोड गरिरहेको छु। मैले तपाईलाई स्क्रिन शेयर गरेर पनि देखाउने छु हैन। मैले त्यो च्यानललाई कसरी अपलोड गरिरहेको छु भन्ने तपाईलाई देखाउने छु। जुन कि मैले तपाईलाई यो च्यानलमा अपलोड गर्दै जाँदा मैले मोनेटाइज सम्मको लागि चाहिँ मैले यो च्यानलमा अपलोड गर्ने जाने छु र मोनेटाइज कसरी गर्छ म यसलाई दिनदिन एउटा भिडियो हाल्दै जाने छु। तपाईलाई सर्टकट भिडियो हाल्ने छु र यसलाई मोनेटाइज गर्ने सम्ममा तपाईलाई देखाएर फाइनली मोनेटाइज कसरी गर्न सकिन्छ भन्ने बारे पनि म तपाईलाई सिकाउने छु। किनकि मेरो भिडियो छोटो हुन सकिन्छ, मैले स्क्रिन शेयर गरेर पनि तपाईलाई देखाउने छु कसरी गर्न सकिन्छ भनेर पनि। र यसलाई अपडेट गर्दै गर्दा कतिसम्म हामीले प्रफिट हुन्छ, कतिसम्म हामीले फाइदा हुन्छ त्यो बारे पनि म तपाईलाई अपलोड गर्न देखाउँछु। र मैले विभिन्न च्यानलहरुलाई मोनेटाइज गरेर पनि दिने गर्दछु। च्यानल मोनेटाइज गरेर पनि मैले जाने कुराहरु सिकाउँदै जानेछु। मैले धेरैको बनाएर दिइसकेको छु। कसैले पैसा कमाउन सकेको छु भने कसैले कमाउने प्रोसेसिङमा छ, कसैले पिनहरु हालिरहेको छ भने, कसैले के गरिरहेको छ भने त्यो एकदम भइरहेको छ। त्यसैले मैले जाने कुरा तपाईले शेयर गर्ने हो। मैले बिस्तारै यो मेरो च्यानल पनि प्रमोट गरिरहेको छु। मैले यो च्यानलमा पनि म डेली भिडियो बनाउँदै हाल्ने छु भन्दै आजको लागि यो भिडियो म यही टुङ्ग्याउन चाहन्छु। सो अझै नेक्स्ट भिडियोमा मैले स्क्रिन शेयर गरेर पनि देखाउने छु। मोनेटाइज गर्दा ल्याउँदाको च्यानललाई हामीले कसरी अगाडि बढाउने भन्ने पनि म तपाईलाई देखाउने छु भन्दै आजको भिडियोबाट म धनबहादुर सिन्जाल पनि बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद।